साथी म चाहिँ लेकतिर गएर आएको यस्तोरी बनाउनु पर्ने आलुबारी बनाउनु म त सक्दिनँ होला यो लेकमा बस्नु त 3 दिन बस्दा त झन्नै मरिनँ यस्तो लेकमा त म त बस्यो भने त 1-2 महिनामै मरिसक्छु होला हौ यस्तो दुःख गर्नुपर्छ है यस्तो बुक खनेर कोही के अरे ड्याङ बनाएर रोप्दो रहेछन् आलु अनि कोही चाहिँ बुक बनाएर रोप्नु पर्ने रहेछ कस्तो दुःख होला तर बानी होला हौ यो बस्दा त हामी पनि सकिन्छ होला तर अझै सक्दिनँ यस्तो दुःख नि गर्दिनँ म त सक्दिनँ जस्तो लाग्छ अब परि आएपछि के गर्नु पर्नै पर्छ परि आउँछ पर्खिदिँदैन भन्छ त्यस्तै यस्तो बुखने बाँझोबारीमा यस्तो के अरे बाँझोबारी खनेर यस्तो बुक बनाएर रोप्नु पर्ने रहेछ यस्तै बाँझो खनेर यस्तै बाँझो खनेर 3 दिन बस्दा झन्नै मर्यो चिसोले कति चिसो नि के यो लेक त छ्या हिमाल हेर्नुहोस् साथीहरू यहाँ हिमाल छ यो चाहिँ के भन्छ म चाहिँ जुन हिमाललाई पनि नुम्बुर हिमाल पो भन्दो रहेछु उता चाहिँ नुम्बुर हिमाल चाहिँ उता यो चाहिँ खोइ के भन्छ मलाई थाहा छैन थाहा हुँदैन साथीहरू यस्तरी ड्याङ बनाउँदै रोप्नु पर्ने के हो